फेरि पनि सबैलाई आजको बिहानी झिमसी अनि नमस्कार। अनि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। हेर्नु न, आज चाहिँ यो मेरो फर्सीको बोट चाहिँ एक बोट रोपेको थियो है। रोपेको भन्दा नि आफै उम्रेको। यति धेरै फल फल्दैछ होइन। यहाँ छ, यहाँनिर पनि छ, ठिकै फल पनि यो हुन्छ नि, यहाँ पनि फलेको छ हो। एउटा बोटमा यति धेरै फल फल्यो, तर लास्टमा चाहिँ यस्तो छ क्या अवस्था चाहिँ। के भएर यस्तो भएको, खासै खेती नगर्नेहरूलाई त खासै थाहा नहुने रहेछ हौ। तिमीलाई लाग्दो गरेर टप टप झर्छ। अब यो यसरी टक्क यस्तो गरेर यो ठुलो भएर खाँदाखेरि कति स्वाद हुन्थ्यो आफ्नो बारीको अर्ग्यानिक। तर के गर्नु, बिचरा लास्टमा यो पनि अब यस्तै नै हुने होला। यसलाई के गर्नुपर्ने हो, तपाईँहरूलाई केही थाहा छ भने कमेन्टमा भन्नु ल।